हेलो हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो गार्डनमा। आज चाहिँ हामीले यहाँनिर तरकारी र अलिकति टमाटर टिपेको छौं। तरकारीमा चाहिँ हामीसँग यो तिते करेला अथवा बिटरमेलन यो चाहिँ हाम्रो थर्ड हार्भेस्ट हो। थर्ड हार्भेस्टको टाइममा चाहिँ ट्याक्कै 3वटा फलेको रहेछ है, कस्तो खालको संयोग है। अनि त्यसपछि अर्को चाहिँ हामीसँग छ यो भेन्टा अथवा यसलाई चाहिँ बैगुन पनि भनिन्दो रहेछ। अनि इंग्लिशमा चाहिँ यसलाई एग प्लान्ट भनिन्छ। नेपालतिर चाहिँ हामीले ब्रिन्जल भनेर पढेको थियौं। बट एनीवेज त्यो चाहिँ एउटा मात्र थियो किनकि त्यो हाम्रो फर्स्ट वाला फलेको वाला थियो यो सिजनको। अनि त्यसपछि दिदी बहिनी मिलेर टमाटर टिप्यौं अर्कोपट्टि गएर। अनि अलिअलि चाहिँ अलिक हरियो नै बाँकी नै छ। अनि घिरौलाहरू फल्दै छ। अनि त्यसपछि सिबीहरू पनि फल्दै छ। सिबीहरू चाहिँ अलिक रेडी भइसकेको छैन। अनि काँक्राहरूलाई चेक गरेपछि चाहिँ मैले अलिकति सिबी टिपे र आजको गार्डनिङ भ्लगको लागि चाहिँ यति नै। अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद एन्ड ह्यापी ग्रोइङ गाइज।